नमस्ते सबैजनामा। आज पनि फेरि अर्को नयाँ सूचनाका साथमा म उपस्थित भइसकेको छु र यहाँहरूले चाहिँ स्वागत छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण सूचना रहेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको नयाँ भर्ना सम्बन्धी सूचना रहेको छ र यो चाहिँ विशेष गरी सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि चाहिँ साधारण समूह र उपसमूह, त्यसै गरी प्राविधिक समूहतर्फ चाहिँ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकको एकदमै महत्त्वपूर्ण भर्नाको सूचना लिएर आइसकेको छु। यहाँहरूले चाहिँ ध्यान दिएर सुन्न सक्नुहुनेछ र आफूले पनि एप्लाई गर्न सक्नुहुनेछ भर्ना यो के अरे एफएफमा चाहिँ। सशस्त्र प्रहरी बल नेपालको रिक्त रहेको साधारण समूह, साधारण उपसमूह र प्राविधिक समूह स्वास्थ्यतर्फ उल्लिखित पदहरूमा चाहिँ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट अनलाइन मार्फत रु 10 को टिकट टाँसी स्वयं उपस्थित भई आफूलाई पाएक पर्ने सशस्त्र प्रहरी बल नेपालको तोकिएको कार्यालयमा चाहिँ दरखास्त फारम बुझाउन सकिने गरी यो दरखास्त आह्वान गरिएको छ भनेर चाहिँ नेपाल सशस्त्र प्रहरी बलको चाहिँ प्रधान कार्यालयको चाहिँ वेबसाइटमा चाहिँ राखिएको छ। त्यसै गरी दरखास्त लिने मिति चाहिँ 2082 साल 9 महिना 11 गतेदेखि 2082 साल 10 महिना 11 गते कार्यालय समयसम्म र डबल दस्तुर बुझाइ मिति 2082 साल 10 महिना 12 गतेदेखि मिति 2082 साल 10 महिना 21 गते कार्यालय समयसम्म चाहिँ बुझाउनु पर्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी अनलाइन मार्फत तोकिएको समयभित्र दरखास्त फारम भरेका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स पदका उम्मेदवारले मिति 2082 साल 10 महिना 23 गते कार्यालय समयभित्र आफूले दरखास्त आवेदन दिँदा रोजिएको कार्यालयमा चाहिँ स्वयं उपस्थित भई सक्कलै दरखास्त फारम बुझाउनु पर्ने छ भनेर चाहिँ राखिएको छ र सम्पर्क मिति र स्थान चाहिँ साधारण समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहतर्फ चाहिँ स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स पदको प्रारम्भिक शारीरिक परीक्षा सम्बन्धी सूचना मिति 2082 साल 10 महिना 19 गते सशस्त्र प्रहरी बल नेपालको वेबसाइट www.aff.gov.np मा प्रकाशित गरिनेछ भनेर राखिएको छ। त्यसै गरेर आवश्यक पद सङ्ख्या चाहिँ सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह र साधारण उपसमूह, सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक कानुन उपसमूह, सशस्त्र प्रहरी निरीक्षकमा लेखा उपसमूह, प्राविधिक सशस्त्र प्रहरी निरीक्षकमा चिकित्सक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकमा चाहिँ स्टाफ नर्सतर्फ चाहिँ पदहरूको लागि चाहिँ विज्ञापन खुलाइएको छ र विज्ञापनहरू चाहिँ यहाँ राखिएको छ र खुला अमर सक्त महिला आदिवासी जनजाति मधेसी दलित पिछे गरेर जम्मा चाहिँ 41वटा 131 7 13 र 8 अनि 9 गरेर चाहिँ राखिएको छ। यो चाहिँ यतिजनाको चाहिँ माग गरिएको छ भनेर राखिएको छ। त्यसै गरी दरखास्त फारम दर्ता गर्ने स्थानहरू भनेर राखिएको छ। साधारण समूह, साधारण उपसमूह, कानुन उपसमूह र लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी निरीक्षक र साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको लागि चाहिँ भनेर चाहिँ यहाँ राखिएको छ। विभिन्न फारम सङ्कलन गर्ने कार्यालयहरू र तिनीहरूको सम्पर्क नम्बर चाहिँ यता राखिएको छ। त्यसै गरी चाहिँ प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सक र प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स पदको लागि चाहिँ कार्यालयहरू तोकिएको छ। यसको चाहिँ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भू काठमाडौँमा राखिएको छ र यसको सम्पर्क नम्बर पनि राखिएको छ, टेलिफोन नम्बर राखिएको छ। त्यसपछि अब पद भनेको छ आवश्यक योग्यता भनेको छ पद र आवश्यक न्यूनतम योग्यता चाहिँ कति हुनुपर्ने छ भनेर चाहिँ राखिएको छ। यसमा चाहिँ सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूहतर्फ भनेको छ विज्ञापन प्रकाशित भएको दिन 21 वर्ष पुरा गरी 25 वर्ष ननागेको जन्ममिति 2057 9 महिना 4 गतेदेखि मिति 2061 साल 9 महिना 4 गतेसम्म यतिको हुनुपर्ने छ भनेको छ। मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह वा सोस्रोको साधारण उपाधि प्राप्त गरेको अनि पुरुषको हकमा चाहिँ कम्तीमा 5 फिट 2 इन्च तौल र उचाइ र कम्तीमा 50 केजी चाहिँ तौल भएको हुनुपर्ने छ र महिलाको हकमा चाहिँ कम्तीमा 5 फिट उचाइ र 42 केजी चाहिँ तौल भएको हुनुपर्ने छ भनेर राखेको छ। नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको, पुरुषको हकमा चाहिँ छाती नफुलाउँदा कम्तीमा 31 र फुलाउँदा 33 इन्च भएको हुनुपर्ने छ भनेको छ।
अनि आँखाको -2 र +2 भन्दा बढी कमजोर नभएको हुनुपर्ने भनेर राखिएको छ र विविध कुराहरू चाहिँ यसमा राखिएको छ। त्यसै गरी म सिधै प्राविधिक सशस्त्र प्रहरी निरीक्षक चिकित्सकको लागि चाहिँ विज्ञापन प्रकाशित भएको दिन 21 वर्ष पुरा भए 30 वर्ष ननागेको, जन्म मिति 2052 साल 9 महिना 4 गतेदेखि मिति 2061 साल 9 महिना 4 गतेसम्म मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा MBBS उत्तीर्ण गरिएको वा सोसर उपाधि प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्ने छ भनेको छ। आँखाको -2.5 वा +2.5 भन्दा बढी कमजोर नभएको, सशस्त्र प्रहरी निरीक्षक पदको क ख च बाहेक अन्य योग्यता भएको भनेको छ। त्यसपछि प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्सको हकमा चाहिँ विज्ञापन प्रकाशित भएको मिति दिन 18 वर्ष पुरा भए 27 वर्ष ननागेको, जन्म मिति 2055 साल 9 महिना 4 गतेदेखि मिति 2064 साल 9 महिना 4 गतेसम्म मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सोसर उपाधि प्राप्त गरेको नेपाल काउन्सिलमा चाहिँ दर्ता भएको हुनुपर्ने छ। आँखाको हकमा चाहिँ -2.5 वा +2.5 भन्दा बढी कमजोर नभएको हुनुपर्ने छ भनेर राखिएको छ। अनि राजस्व दस्तुर चाहिँ साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक र प्राविधिक समूहतर्फ स्वास्थ्यतर्फ सशस्त्र प्रहरी निरीक्षक चिकित्सकको हकमा चाहिँ दरखास्त फारम बुझाउँदा परीक्षा दस्तुर बापत रु 1200 लाग्नेछ र समावेशीतर्फ चाहिँ त्यसको 20%ले चाहिँ बढी दस्तुर लाग्नेछ भनेर चाहिँ राखिएको छ। त्यसै गरी सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूहतर्फ चाहिँ दरखास्त फारम बुझाउँदा परीक्षा दस्तुर बापत रु 500 लाग्नेछ र समावेशीतर्फ चाहिँ 20% का दरले चाहिँ लाग्नेछ भनेर राखिएको छ। त्यसपछि प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षक स्टाफ नर्स, जसमा चाहिँ दरखास्त फारम बुझाउँदा परीक्षा दस्तुर बापत रु 700 लाग्नेछ र समावेशीतर्फ चाहिँ यसको 20% का दरले चाहिँ थप लाग्नेछ। थप दस्तुर बुझाउनु पर्ने एवं उक्त दस्तुर बापतको शुल्क सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कार्यालयमा रहेको राजस्व खाता नम्बर 0001002002100 कार्यालय कोड र 3140535007 राजस्व शीर्षक नम्बर चाहिँ 1422/4 मा जम्मा गर्नु भई सोको सक्कल भौचर दरखास्त फारम साथ पेश गर्नुपर्ने छ भनेर राखिएको छ। दोब्बर दस्तुरको हकमा चाहिँ रु 1400 र समावेशीतर्फ थप समूहको प्रति समूह रु 280 लाग्नेछ भनेर राखिएको छ। त्यसै गरी दरखास्त साथ विज्ञापन उल्लेख भएका देहाएका कागजातहरू सक्कलै प्रति साथमा ल्याई उम्मेदवार आफैले प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने छ भनेर राखिएको छ। केरमेर तथा दोहोरिएर लेखिएको प्रमाणपत्रहरू मान्य हुने छैन भनेर राखिएको छ। अब यसमा चाहिँ नेपाली नागरिकताहरू हालसालै खिचेको पासपोर्ट साइजको 2 कान देखिने फोटो 3 प्रति, त्यसपछि विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि 1 र प्रत्येक चारित्रिक स्थायी र प्रोभिजनल प्रमाणपत्र र मार्कसिट सहित तथा नेपाल बाहिर अध्ययन गरेको हकमा चाहिँ त्रिविबाट चाहिँ समकक्षता निर्धारणको प्रमाणपत्र अर्थात् इक्विभ्यालेन्ट सर्टिफिकेट हुनुपर्ने छ भनेर राखिएको छ। र अमरशक्त प्रहरी कर्मचारीको सन्ततिको लागि चाहिँ अमरशक्त भएको पुष्टि भएको कागजात र नाता प्रमाणित भएको कागजपत्र 1 प्रति राख्नुपर्ने छ। आदिवासी जनजातिको हकमा पनि त्यस्तै प्रमाणित भएको चाहिँ प्रमाणपत्रको प्रतिलिपि 1 प्रति, त्यसै गरी मधेसीको हकमा पनि त्यस्तै, दलितको हकमा पनि त्यस्तै र पिछडिएको क्षेत्र भन्नाले चाहिँ अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरी सम्बन्धित जिल्लाबाट नै नागरिकताको प्रमाणपत्र प्राप्त गरेको तथा सम्बन्धित गाउँपालिका वा नगरपालिकाबाट दरखास्त बुझाउँदाका बखतसम्म सोही स्थानमा स्थायी बसोबास भएको भन्ने सिफारिस गरिएको पत्र पनि सक्कल प्रति चाहिनेछ भनेर राखिएको छ। र परीक्षा विधि चाहिँ प्रारम्भिक शारीरिक परीक्षण, शारीरिक सहिष्णुता परीक्षा, विस्तृत स्वास्थ्य परीक्षण, IQ परीक्षा साधारण समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक पदको लागि र लिखित परीक्षा चाहिँ
त्यसै गरेर गुणात्मक परीक्षा साधारण समूहतर्फका सशस्त्र प्रहरी निरीक्षक पदको लागि, त्यसपछि विशेष स्वास्थ्य परीक्षण र अन्तर्वार्ता हुनेछ भनेर राखिएको छ। अनि लास्टमा चाहिँ पुनश्च राखिएको छ, रिट नपुगेका र म्यादभित्र राजस्व दस्तुर नतिरेका दरखास्त फारम दर्ता हुने छैन भनेर चाहिँ यसको कुराहरू चाहिँ राखिएको छ। त्यसै गरी चाहिँ विभिन्न कुराहरू चाहिँ यो 7 विभिन्न क्राइटेरियाहरू राखिएको छ र लास्टमा चाहिँ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, मानव स्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखा, हल्चोक, काठमाडौँ भनेर चाहिँ यो सूचना चाहिँ यतिसम्म राखिएको छ। यहाँहरूले विभिन्न किसिमका जानकारीहरू लिनको लागि हैन फेसबुक पेज चाहिँ आर्म्ड पुलिस फोर्स नेपाल र www.afaf.gov.np मा पनि हेर्न सक्नुहुनेछ। र आजलाई यति नै, बाँकी अर्को भिडियोमा चाहिँ आउनेछु। हस्, धन्यवाद।